मतलब अलग ही लेभलका भन्दा त यो गरेको के हो यो चाहिँ माला मार्छ बालुवामै यो यो के बनाएको बाह्रकुटी खेलेको हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर लङ टाइम हामी चाहिँ गर्मी एकदमै बढिसकेको छ। अब छुट्टीको बेलामा हामी सबैजना मिलेर टक्क जाँदैछौँ खजुरा जाँदैछौँ हामी टक्क स्विमिङ हान्ने टक्क घुमघाम गर्ने। आज मौसम पनि ठिक्क भएको छ, घाम त्यति लागेको छैन, गर्मी त्यति छैन। ल हामी जाँदैछौँ। ल हामी अब गाडी चढेर जान्छौँ, त्यसपछि उतै भेटौँला है त। यहाँ होम प्लसमा 80% चाले रहेछ है एकडा हो। अब है यहाँ सपिङ गर्नलाई दाइहरूले के लानुभयो? अलिक भन्न मिल्दैन। तपाईँको त सुनको 100 तोलाको सुनको सिक्री कहाँ छ देखाउनु त। ल भरे लाउनुपर्छ है, मलाई लाउन दिनु है। यसो दाइले 100 तोलाको सुनको सिक्री किन्नु भएको छ। कोरियामा 10 वर्ष हुन आँटो काम हानेको 100 तोला सुनको सिक्री लाएर हिँड्नुहुन्छ। भरे लाएर देखाउने है। 5-6 बजे पानी आउने भनेको छ त, तु यहीँ बज्न लाग्यो। अनि पानी आयो भने के गर्ने? पानी आयो भने सुयङजाङ हेर्ने फर्किने अनि गर्ने। ओके जाने हो नि त, सबजना जाने हो हामी त्यहाँ। 3जना पुरै चिलमा होइन त, त्यो मान्छे चार्जमा हिँड्छ। यहाँ स्प्रे हानेर हुन्छ त, खै त पिची अलिअलि हान्छ त। मैले यहाँको भिडियो बनाएको थिएँ, भाइरल गएको थिएँ टिकटकमा। अहिले त खै त स्प्रे हानेको छैन त। हामी चाहिँ खोयाङको बस टर्मिनल आइपुग्यौँ। अब बस चढेर टक्क जाने हो। बस कहाँ कतिखेर आउँछ अरे? 2 बजेर 10 मिनट। 25 मिनट अझै खत्तम बर्बाद भयो त। बस पनि आयो, बसमा चढेर सबै ढाक्ने भयो त हाम्रै मान्छेले। सबै पछाडि बस चढेर हामी लाग्यो अब खजुरोतिर। तपाईँ त अनि धेरै पछि हिँड्नुभयो त। कहाँ लिएर हिँडेको यो बाटो गल्लीमा? समुद्रमा पौडी खेलाउने भनेर कहाँ लिएर हिँडेको यो? ए गल्लीमा हिँड्दैछौँ हामी। कहाँ जाँदैछौँ केही थाहा छैन। कहाँ आइपुग्यो? हो घर त खतरा छ त। हाक्टोङ बिचै आइए जस्तो छ त हौ, त्यहीँको जस्तो छ त। यसो हेर्दा त चलाउने होइन नेत्र उ जस्तो। ल अब फाइनली हामी आइपुग्यो है त। हो त्यस्तोमा सबैजना त्यस्तो नाङ्गै भएको ठाउँमा नबस्ने अरे। ल फाइनली हामी चाहिँ आइपुग्यो। खोजुरो बिचमा। ल यहाँको चाहिँ यस्तो छ माहौल। ट्याक्क लाएर सबै स्विमिङ हानिरहेछन् यताउता। हेउँदैमा बोरी यस्तो छैन है। यहाँ चाहिँ एकदम शान्त रहेछ कि बिच। यहाँ हो नि त खेल्ने। ल बसी। ल फाइनली पौडी हान्न लाग्यो। सिपी जम्मा गरेको खुट्टामा भाँस्यो भने सिप त्यो घुङ्गी हो यो। चिसो पो रहेछ त पानी त। पानी त चिसो रहेछ त। हिलोको अलगै मजा चल्छ। यो के गरेको यो?
के गरेको यो के बनाएको बाह्रकुटी खेलेको केटाकेटी त केटाकेटी यहाँ स्विमिङ हानिरहेछन् के भइरहेछ यहाँ एउटा के एउटा टिकटकहरू सब एक से एक पागल बालुवामै गरेको के हो यो बालुवाको बाक्लिएको हो यो यस्तो नि हुन्छ भरे फेरि चिसो लागेर हुँदैन हौ यस्तो गर्नु हुँदैन यस्तो गर्नु हुँदैन के जिउँदो मान्छेले यस्तो गर्ने हो अनेक गर्ने के हाना यो के मतलब अलग ही लेभलका बन्दा त के चलिरहेछ यहाँ यो गरेको के हो यो चाहिँ मलाई मतलब ऊ अलग ही लेभलका बन्दा था यहाँ चाहिँ पुरै स्विमिङ हानेर जिउै पुरै चिलाउनु थाल्यो अब यहाँको यस्तो फोहोर फोहोर पानी छ तनाव अब यो जिउ त यस्तो चिलाउँछ नि अब एलर्जी भएर यो के गरेको यो कहाँ छ नुहाउने जाउँ यहाँ लास्टै जिउ चिलाउनु थाल्यो मलाई त अझै खेलौँ जाउँ न त ल एक चरण हानौँ अनि नुहाउनु जाउँ त पौडी नखेल्ने चाहिँ कतिजना 2 जना 3 जना मतलब बुढौली कति वर्ष पुग्नु भयो र 80 पुगेर पछि खाने बेला भएको होला हो फाइनली नुहाइ भाइ पनि सक्यो अब टक्क लुगा सुगा चेन्ज गरेर नुहाएर ल पोडी सोडी हान्यो हेन टक्क के अरे पौडी खेल्दा गरेर थकित भएर हेर्नु पक्का पक एनर्जी ड्रिङ्क एनर्जी यस्तै एनर्जी खाएर अब रुमतिर लाग्ने हो अब बसाउनलाई अझै कति छ बाँकी यहाँको चाहिँ यस्तो छ माहौल वेदर आज त्यति घाम लागेको छैन मैले चाहिँ कफी खाएँ ट्याक्क लास्ट चिसो लागिरहेछ एक 1.5 घन्टाको यात्रा गरेर हामी फेरि घुमघाम गरेर पौडी सौडी खेलेर बिचमा घुमघाम गरेर हामी फर्केर आइसक्यौँ आफ्नै गाउँतिर ल अब लास्ट भ्लगलाई इन्डिङ गर्नु पऱ्यो नि त ल थ्याङ्क्स फर वाचिङ लाइक एन्ड सब्सक्राइब घन्टी बटमहरू थिचेर होइन सब्सक्राइब गरेर दाइ लास्टमा भिडियो इन्डिङ गर्नुलाई ल बाई बाई गरिदिनु त दाइको फ्यामिलीले सबले हेर्नु भने लाइक गरिदिनु होला होइन मेरो सबै फ्यामिलीले हेर्नु बाई बाई